खुट्टामा चाहिँ काटिएको छ। अहिले चाहिँ लस्सी यसो लस्सी गर्ने हो, हरेक दिन हरेक पल हाँसिराख्ने हो, अरूलाई पनि हँसाइराख्ने हो। त्यही नै सफलताको सबभन्दा ठुलो आधार हो। त्यसैबाट समृद्धि पाइन्छ। उमेरमा कमाउने त्यसपछि रमाउने भाउजूदेखि रमाउनेलाई कि इन्जोय गर्ने, अरू के गर्ने। म त हर पल इन्जोय, जेमा पनि इन्जोय, जहाँ पनि इन्जोय, हर पल इन्जोय। अहिले मैले केही शब्द बोले पनि हजुरको दारीमा केही होला भनेर डर लाग्छ। युनियन इज अलवेज पावर। हेलो हाई नमस्ते। फेरि तपाईँहरूलाई यो मेरो दिनचर्यासँग सम्बन्धमा देखाउनु पर्दाखेरि तपाईँहरूलाई मैले आज फेरि भन्न पाइरहेछु। यो हाम्रो साथीभाइहरू दाजुभाइहरू चाहिँ हामी यसै गरिकन भेट गर्छौँ र हामीहरूको रमाइलो निरन्तरता चलिरहेको छ। यो हेर्न सक्नुहुन्छ 40 वर्षका जवानहरू, हामी सबैले यसो रमाइलो गर्छौँ। हामी शनिबार चाहिँ यसरी नै भेट गरेर चाहिँ रमाइलो गर्ने गरेको छौँ। तपाईँहरूलाई पनि मैले विगतका मेरो ब्लगहरूमा भन्दै आइरहेको छु। पक्कै पनि तपाईँहरूले पनि अब भनौँ न लाइफलाई चाहिँ कसरी इन्जोय गर्ने हो, आफ्नो तर्फबाट चाहिँ रमाइलो गर्नुहोस् भनेर भनिरहेको छु। त्यही सन्दर्भमा यहाँ देख्न सक्नुहुन्छ रमाइलो छ। दिदी बहिनीहरू तपाईँहरूलाई के कस्तो लागेको छ, रमाइलो छ कि छैन? लाइफलाई यस्तै इन्जोय गर्नुपर्छ होइन सबैले। ल यसै इन्जोय गर्नुपर्छ। भन्नुहोस् त दिदी। हामी महिनाको एकपल्ट हामी जलेसुका हौँ अनि हामी दाजुभाइ दिदीबहिनी हामी सबजना महिनाको एकपल्ट भेट हुन्छौँ। त्यसपछि हामीले आफ्नो समस्यादेखि सबै खुसीको कुरो दुःखको कुरो हामी सेयर गरेर त्यसलाई कसरी समाधान गर्ने, रमाइलो पनि गर्ने। तपाईँले ठ्याक्क लाइफलाई कति चरणमा हेर्नुहुन्छ? यो अहिले हाम्रो कुन चरण हो? तेस्रो चरण भन्नु पर्यो। तेस्रो भने हामीले बुहारीको भूमिका निभायौँ, आमा बन्यौँ। आमापछि सन्तानको लागि हामीले के चाहिँ गर्नुपर्छ बाटो लागिसक्यो होइन। उनले आफूलाई बाँच्ने आधार बनाइदियो। हामीले बाँच्नुपर्छ भनेर यो चाहिँ अब सँगसँगै हामी चाहिँ गरौँ न। होइन निस्वार्थ भावले चाहिँ साथीभाइसित चाहिँ हामीहरू यसरी गरिकन हिँड्नुपर्छ भन्ने हेतुले चाहिँ हामीले यो आफ्नो लाइफलाई इन्जोय गर्दैछौँ। हेर्न सक्नुहुन्छ हामीले एक छाक मात्र भए पनि साथीभाइ बसेर सँगै बसेर चाहिँ खाना खाने गरौँ होइन, खाना खाउँ, यसो गरौँ, टाइम स्पेन्ड गरौँ, क्वालिटी टाइम गरौँ भनेर चाहिँ हामीले त्यो सोचले चाहिँ यो गरिरहेछौँ। हेर्न सक्नुहुन्छ तीहरू हाम्रो होइन जलेश्वरको दिदीबहिनीहरू हामी एक समूह भएर होइन, अरू पनि दाजुभाइहरू हुनुहुन्छ जलेश्वरको, उहाँहरूलाई पनि समावेश हुनु भन्न म यही भिडियोबाट चाहन्छु। भनेदेखि सबैले आफ्नो तौरबाट चाहिँ हेर्नुहोस् अलिकति क्राउड भइरहेछ। तपाईँले यसलाई चाहिँ क्राउड क्यान्सलेसन गरेर चाहिँ सुन्नुहोस् है। म यही भन्न चाहन्छु। कुरो हाम्रो हरिदय मलाई लाग्छ विशेषतया रूपमा चाहिँ नेपालले नै चिन्नुपर्छ, किनकि उहाँ फुटबलमा एकदमै ख्याति कमाइसक्नु भएको र विभिन्न खेलहरूमा नेपालको टिमबाट खेलिसक्नु भएको छ होइन। अब उहाँले चाहिँ आफ्नो तर्फबाट लाइफलाई चाहिँ के सम्झिनुभयो? इन्जोय गर्ने, अरू के गर्ने। यही हो नि इन्जोय लाइफमा। अनि होइन तपाईँले यो विगतका केही वर्ष अगाडि त तपाईँले इन्जोय गरेको त देखिएन, कारण सानोदेखि म ठुलो थिएँ। दाइले कमेडी गर्नुलाई चाहिँ यसो भन्नुपर्छ है। हिजोको दिनलाई हामीले जसरी हामीले लिइरहेको थियौँ नि त्यसलाई चाहिँ अझ पृथक रूपमा चाहिँ हामीले रमाइलो गर्नुपर्छ भन्ने हिसाबले चाहिँ लिनुपर्छ। 40 कलेसी रमाउला भनेको भाइले जे सोच्छ मैले त्यही सोचेको छु। भाइले जुन गरिरहेछ कार्यक्रम त्यसमा म धेरै खुसी छु। मिलेसँग जाने गरौँला, यस्तै गर्दै गर्नु। प्रत्येक लास्ट शनिबार यसो रमाइलो गरौँ। उमेरमा कमाउने त्यसपछि रमाउने, आफूसँग जे साधन सोच्छ त्यसमा रमाउने, इन्जोय गर्ने। जे साधन जो साथीभाइ आफूले सबैसँग रमाएर घुम्ने हाँस्ने खेल्ने, यति नै हो लाइफ। ल त सुनिहाल्नु तपाईँले टाइपको कुरो। यहाँ भनौँ न यहाँ सबैले आफ्नो तरिकाले चाहिँ रमाइलो गरिरहेको छ। अब भनौँ न स्क्रिनमा अहिले ठ्याक्क देख्दाखेरि चाहिँ अब भनौँ हामी विभिन्न विधामा छौँ। कोही व्यापारी हुनुहुन्छ, कोही कर्मचारी हुनुहुन्छ, सरकारी कर्मचारी हुन्छ, कोही भनौँ न कोही चाहिँ गृहिणी हुनुहुन्छ होइन, हाम्रो दिदीबहिनी कोही गृहिणी हुनुहुन्छ होइन। सबैलाई चाहिँ आफ्नो तौरबाट हामी एक ठाउँमा भेटौँ। अहिले नेपालमा एउटा ट्रेन्ड पनि चलिसकेको छ, ती एसएलसी फ्रेन्ड भन्छ के। एसएलसीको फ्रेन्डलाई चाहिँ भेट्नुपर्छ है। हामी भेट्ने भनेर एकपल्ट दुईपल्ट भेट्छ, त्यसपछि बिर्सिन्छ। फेरि त्यो पहिलेको कुरोलाई रिमाइन्ड गर्छ, फेरि बिर्सिन्छ। त्यो कुरो चाहिँ गर्नु भएन। यसलाई चाहिँ निरन्तरता चाहिँ दिनुपर्छ। दाजु तपाईँले लाइफलाई के बुझ्नुभएको छ? तपाईँको तर्फबाट लाइफको बारेमा के भन्न चाहनुहुन्छ? लाइफ भनेको हमेसा ह्याप्पिली हुनुपर्छ, पोजिटिभ हुनुपर्छ हरेक मान्छे।
होइन हरेक मान्छेको प्रति हरेक कुराको प्रति हरेक विचारको प्रति हामीले पोजिटिभ रहनुपर्छ र इन्जोय गर्नुपर्छ क्या लाइफलाई। हामीले आफ्नो काम गर्दै जाँदा जस्तो हाम्रो बाल्यकाल बचपन बित्यो, स्कुल लाइफ बित्यो, कलेज लाइफ बित्यो, अहिले हामी आफ्नो प्रोफेसनमा छौँ, कोही व्यापारमा कोही जबमा, यसरी जहाँ भए पनि होइन। अब हाम्रो आजको भेटघाट साथीभाइ अब बेला बेला भेट्ने, सबै आफ्नो काममा व्यस्त हुन्छ अरू दिन, र यसरी हामीले लाइफलाई इन्जोय गर्नुपर्छ। इन्जोय यो भेट्ने मात्रै होइन कि डेली लाइफलाई हामीले कुनै जब गर्छौँ या कुनै बिजनेसमा छौँ, कुनै व्यापारमा छौँ, त्यही ठाउँबाट इन्जोय गर्ने हो। हरेक दिन हरेक पल हाँसिराख्ने हो, अरूलाई पनि हँसाइराख्ने हो, त्यही नै सफलताको सबभन्दा ठुलो आधार हो। त्यसैबाट समृद्धि पाइन्छ। धन्यवाद। त्यही त दाइ, यो बिचमा भनौँ न हाम्रो विगत केही वर्ष चाहिँ हामी भनौँ न साथीभाइसित एकदम भनौँ न आफ्नो दिनचर्यालाई सुधार्न या भनौँ आफूले एउटा आफ्नो के भनौँ स्थिति स्टेबल राख्नको लागि हामीले जुन मेहनत गरिरहेको थियौँ नि, त्यो मेहनतलाई पनि सार्थकता त बनाउनै पर्छ होइन। त्यो साथसाथै घरको भनौँ न इष्टमित्र परिवार सबैलाई हेर्दै साथीभाइलाई पनि नबिर्सौँ, किनकि साथीभाइ नै होइन हो कि न, साथीभाइ नै हाम्रो लागि चाहिँ अन्तकालसम्म रहन्छ। र तपाईँ यति कम्फोर्टेबल फिल गर्नुहुन्छ, साथीभाइ छैन भनेदेखि तपाईँले त्यहाँ त्यो ठाउँमा चाहिँ एउटा बनावटी मुस्कान मात्रै रहन्छ, केही समयको लागि मात्रै मुस्कान रहन्छ। साथीभाइ निर्धक्क खुलेर झिस्काउने, गाली गर्ने विभिन्न कुराहरू हुन्छ, त्यो कुराहरू चाहिँ रहन्छ हो कि न के होइन। किनभने लाइफमा सबभन्दा ठुलो कुरा खुसी हो होइन। खुसीभन्दा ठुलो केही पनि होइन। धेरै पैसा छ तर मान्छे टेन्सनमा छ, त्यो पैसाको के काम होइन। हेल्थ राम्रो छैन होइन, अनि त्यो मान्छे खुसी कसरी हुनसक्छ? खुसी सबभन्दा ठुलो कुरो। र खुसी पाउनको लागि साथीभाइभन्दा ठुलो कुरो अरू केही पनि हुन सक्दैन। जुन मान्छे घर परिवारमा समाजमा सबैतिरबाट दुःखी हुन्छ, आफ्नो कामको स्ट्रेसले सबै ठाउँमा त्यो रिल्याक्स हुने र खुसी हुने, आफ्नो पुरानो साथीसँग नै बस्दाखेरि हामी एकदम कम्फोर्टेबल फिल गर्छौँ र ज्यादै खुसी हुन्छ। र त्यो खुसीले गर्दाखेरि हाम्रो हेल्थ पनि राम्रो हुन्छ। भनिन्छ नि अब हाँस्नु भनेको त धेरै नै राम्रो हो स्वास्थ्यको लागि। त्यसकारण खुसी हमेसा रहन सिक्नुपर्छ। लाइफलाई चाहिँ एउटा रमणीय पल बनाउनुहोस् भन्न चाहन्छु होइन दाइ। अब यो कुरो चाहिँ यो पललाई मैले कैद गरिनँ भने कसरी गर्ने? यो आज मात्रै गरिरहेको छु, अर्को दिन त हुँदैन पक्कै पनि होइन दाजु, भनिदिनुहोस् न। ल यहाँ छ मटन छ, मिठाई छ, द रोयल फुड क्याफेमा खाएको एकदमै मिठो छ है दाइ। अब वहीँ पुग्नुपर्छ त्यो यहाँ हो त्यो बहुत क्यामेरासित डराउनुहुन्छ दाइ, किन क्यामेरासित धेरै डराउनुहुन्छ दाइ? भाउजूदेखि डराउनु लागि छोड्नु साथ नछोड्नु साथीको होइन हामी आज कति वर्षदेखि 17-18 वर्ष छैन 20 वर्षदेखि हामीसँगै छौँ। त्यो साल हेर्ने गर्ने हो भने हामीले फोटो हेर्नुपर्छ होइन। हामी त जिउँदोको जन्ती मर्दाको मलामी हौ। यो यहाँको मान्छेसँग हामी लगाव हुन्छ। हामी त एउटै घाटको पानी खाएर उठेको मान्छे। हजुर हजुर यहाँ त अपरिचित जस्तो मात्र बस्नुको कारण चाहिँ के हो? परिचित व्यक्ति तपाईँको मिडियामा म आउनै खोज्दिनँ, किनभने मैले केही शब्द बोले पनि हजुरको दारीमा केही होला भनेर डर लाग्छ। यसैले म केही बोल्न चाहन्छु। कुरोलाई चाहिँ अर्कोतिर मोड्नु कारण चाहिँ के हो भन्नुहोस् न? कुरो कतातिर मोड्नु? दारीतिर मोड्नु मेरो वर्तमान परिस्थितिको बारेमा बोलौँ कि यो हामीहरूको बारेमा बोलौँ कि के सम्बन्धमा? तपाईँ के सम्बन्धमा जान्न? तपाईँको आजको थिम चाहिँ जङ्गलको बारेमा छ, हामीले जुन रमाइलो गरेको छ त्यसको बारेमा छ। यो महिनै पछि बसेर खाने रमाइलो होइन त यो? होइन, खानुलाई नै रमाइलोको एउटा स्रोत मानिन्छ होइन, अनि त खानु त पर्यो नि त। के तपाईँ खान चाहनुहुन्न? महिना दिनभरिको एउटा बाना हो कि मिल्ने चाहना हो। अब खानापछि चाहिँ हामीले यसरी आइसक्रिम, कसैले लस्सी कसैले आइसक्रिम चाहिँ खाइरहेको छ। ल हाम्रो यो अब दिदीबहिनीको खुसियालीमा चाहिँ भित्र ग्रुपले छुट्टै खाइरहेको छ भनेदेखि यहाँनिर चाहिँ हामीले चाहिँ लस्सी यसो लस्सी यो दिदीबहिनी ग्रुपहरू यहाँ छ भनेदेखि भित्र चाहिँ
छुट्टै आइसक्रिम लगायत चियाहरू चाहिँ भइरहेछ होइन तपाईँ त जहिले पनि ढिलो आउनुहुन्छ है हाम्रो ग्रुपमा जे होस् आउनुहुन्छ त्यो चाहिँ खुसी लाग्दो कुरो छ तर आउनु ढिलोको कारण चाहिँ के रहेछ एउटै हो देर आया दुरुस्त आयो यति मात्रै हो म ठ्याक्कै एउटा कुरा मात्र भन्छु पथ्य सती गदात्रस्य किमौषधि निसो बनाई पथ्य असती गदात्रस्य किमौषधि निसो बनाई अर्थात् जसले पथ्य आहार प्राकृतिक आहारको सेवन गर्नुहुन्छ उसलाई संसारको कुनै पनि औषधिको सेवन गर्नै पर्दैनन् जसले अप्राकृतिक आहारको सेवन गर्नुहुन्छ उसलाई संसारको कुनै पनि औषधिले कामै गर्दैनन् बाइक र हजुरको जिम्मा यो चाहिँ अब हाम्रो शान्तिको हामी एउटा ठाउँमा हुर्केको खाएको स्थान त्यो रिभाइभ हुन्छ त्यो त्यसले पनि हो यस कारणले जीवन नै इन्जोय छन् यसलाई जसरी बाँचौँ तर इन्जोय पनि बाँचौँ हर पल इन्जोय यो अब हामी यहाँ यो खाएर चाहिँ अब हिँड्न लागेको छौँ यहाँ रमाइलो गरेर हामी अब रमाइलो गरेर हिँड्न लागेको छौँ अब विभिन्न व्यक्तिको आफ्नो काम पर्छ होइन यो अब त्यही अनुरूप चाहिँ लगभग 3:30 बजेको अवस्था छ हामी अब 3:30 बजे चाहिँ यहाँ फर्किँदैछौँ हामी चाहिँ गइरहेको छौँ अब के कस्तो स्थिति हुन्छ आजको दिनचर्याबारे तपाईँहरूले जानकारी पाइहाल्नुभयो हुनसक्छ हामी अहिले हाम्रो ग्रुपमा एकजना साथी जो कि आउन सक्नु भएन उहाँको चाहिँ बाथरुममा लडेर एउटा एक्सिडेन्ट भएको थियो बाथरुममा लडेर उहाँको खुट्टामा चाहिँ काटिएको छ त्यसले गर्दाखेरि त्यहाँ हेर्न जाँदैछौँ हामी सिनामङ्गलको केएमसी हस्पिटलमा अब त्यहाँसम्म लग्छु के हुन्छ तपाईँलाई देखाउँदै जानेछु छ तले हामी झुकेर पेइङ वार्डमा जानुपर्ने अर्को ठाउँमा आएको छौँ अब यो के पेइङकोमा चढियो 6 नम्बर भनेपछि पेइङ भनेर चाहिँ अर्को नयाँ बिल्डिङ रहेछ उतातिर जानुपर्ने भयो सायद हामी डक्टरहरूको टोली आएको थियो क्या 6 नम्बर त डक्टरहरूको मात्रै टोली माथि छ भन्ने कुरा भयो उहाँहरूले भन्नुभएपछि अब फेरि हामी दोस्रो तल्लाबाट चाहिँ उता जान मिल्छ भनेर चाहिँ दोस्रो तल्लाको झरेको छ कल्याणको डाइरेक्टर भन्दै थियो के समाज कल्याणको डाइरेक्टर भन्दै थियो ए अनि अहिले कस्तो छ उसलाई ठिक छ कहाँ छ अहिले त्यहाँ भेट्न दिँदैन एकजना ए गएर भेट्न मिल्छ एकजना के खुट्टामा है यत्रो भयो है के भएको थियो अब यो फर्स्ट राइडिङमा गएको यो हामी चाहिँ खगसमान सरोवर गएको सुर्खेततिरको रुटबाट फर्स्ट यो मट्रेबल 5100 मिटरमा चाहिँ हामी यो लिनी लाप्चा हुँदै के अरे सिमीकोट हुँदै माथि जानु लागेको बाटोमा हमलाको सर्के गाडमा चाहिँ बाइक चलाएर चाहिँ रोकेको अवस्थामा चाहिँ होटेलमा हामी बिहान निस्किने बेलामा चाहिँ आफ्नो बाइकहरू मेन्टेनेन्स गरेर अब निस्किने भनेर भनेपछि अनि यसो सर्ट पिकको लागि चाहिँ बाथरुम गएको बाथरुममा चाहिँ चिप्लियो त्यहाँ चाहिँ अब टोटली त्यो स्टोन चट्टानको टाइल्स हुँदो रहेछ अब आफू अनभिज्ञ फर्स्ट टाइम गएको सट्ट जाँदाखेरि खुट्टा चिप्लिएर लडियो अब त्यो लडेर चाहिँ घाउ चाहिँ ठुलै भयो त्यसकारण फर्केर आयौँ छिटो रिकभर हुनु पऱ्यो छिटो रिकभर भएर अनि त्यसपछि हामीहरू अब मिलेर सँगै जानुपर्छ डेफिनेटली कहाँ कहाँ जाने हो सँगै जानुपर्छ एउटा आइटिनरी बनाइन्छ सिनियरहरूसँग गरिन्छ उहाँहरूको अनुसार हामी फलो अप गर्छौँ युनियन इज अलवेज पावर युएस पावर भन्छ सो अलवेज हाम्रो यो युनियनले नै मलाई एकदम ठुलो इन्सपायर एन्ड स्ट्रङनेस क्रिएट गर्छ At last, what do you want to say about the journey? Journey was so beautiful, memorable, and really appreciable because of my seniors riders. So thanks to all them. And I will go again and again. Do you have any regret? Nothing. I never ever feel regret. Okay. He's proud of me. Okay. I'm proud of all them. Okay. Get well soon, Pope. Thank you so much. Anyway, we are with you. Yeah, thank you. Okay. Thank you. Don't worry. भगवान शिवले सबै कुरा ठिक गर्नुहुन्छ शिवको भक्त पनि छ है ओके